हेलो एभ्रिवान, सन्चै हुनुहुन्छ? ह्याप्पी दसैँ है सबैमा। कस्तो भइरहेछ त नि हजुरहरूको दसैँ? होप सबैको दसैँ राम्रै भएको होला। कतिको घरमा त टिका पनि छैन होला है। हामी त टिका सिका त लाउँदैन, तर दसैँ चाहिँ पुरा फुल मनाइन्छ के। अनि दसैँ तिहार आएपछि त घर सजाइहाल्नु पर्यो होइन। त्यही भएर सब सामान निकालेर हामी घर पोत्नतिर लाग्यौँ। हाम्रो घर चाहिँ पुरानो छ। गाउँघरतिर त किचन अनि सुत्ने ठाउँ एकै ठाउँमा हुन्छ नि त। अनि यो फुलपातीको भोलिको दिनमा हामी सबै घर गएर घर सजाउनको लागि भित्र आगो फुकेर पुरा कालो भइरहेको हुन्छ नि त। अनि यसरी यो टिका भर्दाखेरि घर कस्तो उज्यालो हुन्छ कि है। अनि यता चाहिँ हाम्रो आमाले घर पोत्दै हुनुहुन्छ। हेर्नु न भित्ताहरू पनि कति कालो भएको। कस्तो यो आगो फुक्ने ठाउँमा त यस्तै हुन्छ कि। अनि घर पोतिसकेपछिको लुक्स हेर्नु न कति दामी। कस्तो आफ्नो घर पनि अर्कै जस्तो लाग्ने कि नयाँ जस्तो लाग्ने। घर सर पोतेर हामी खाना लाग्यौँ। अहिले त हाम्रो घरमा पाहुनाहरू पनि भएर हेर्नु न कति धेरै खाना पाकिरहेको छ। खास भन्यो भने यसरी चाडबाडमा मात्रै होला कि सबैजना एकै ठाउँमा बसेर खाना खाने है। अनि आफ्नो घरमा आफ्नो चुलोमा बसेर पकाउँदाको छुट्टै। अनि यो दुधको कराईले घरको उज्यालो ल्याउँछ भन्छ। अनि भन्नुहुन्छ होला के नै गरेर यो भिडियो बनाएको भनेर, तर हामीले एकै दिनमा कति काम गर्दो रहेछौँ भन्ने कुरा हो कि। त्यसपछि चाहिँ हामी पिकनिक गयौँ। हेर्नु न यो भ्यू कस्तो दामी देखिरहेको छ। अनि सधैँको अनि सबैको फेभरेट ठाउँमा हामी पिकनिक स्पोट। हामी पहिला गएर चाहिँ छिटो चटपटे बनाएर खायौँ कि। अनि त्यसपछि घाम यस्तो डेन्जर लगाइरहेको थियो। रोटी मासु बनाउने भनेर सबजना लागि पऱ्यौँ। यही खानेकुराहरू पनि यति मिठो लागिरहेको हुन्छ नि सबैजना मिसेर खाँदाखेरि त। हेर्नु न यस्तो हाम्रो चाहिँ यति नै एजको जाने भन्ने नै हुँदैन कि। बच्चादेखि बुढासम्म सबैजना हो कि हामी जाने। सबलाई मैले भिडियो बनाएको, फेरि आफू राम्रो आयो कि आएन भन्ने प्रब्लम हुने कि। अनि हल्का गीत सित गायौँ, अन्तखेरि खेल्यौँ। यो भ्यू चाहिँ मैले तपाईँलाई जेलस गराउनलाई देखाएको हो कि। अनि त्यसपछि हामी पिङ खेल्यौँ। घर नजिकै पिङ हालेको छ। तपाईँहरूलाई चाहिँ पिङ खेल्दा डर लाग्छ कि लाग्दैन? मलाई त लास्ट डर लाग्छ, तर खेल्न नि एकदम रमाइलो लाग्छ। अनि दसैँ तिहार भने पनि हामीलाई चाहिँ सबैभन्दा बढी यो घरमा काम हुन्छ कि। रमाइलो पनि हुन्छ, तर काम चाहिँ बेसी धेरै हुन्छ। पकाएर खाएर र भाँडा धोएर चाहिँ भ्याइँदैन। ह्याप्पी दसैँ एभ्रिवान। थ्याङ्क यू फर वाचिङ।